हेलो एभ्रिवान, हाउ आर यु? के छ? सन्चै आरामै हुनुहुन्छ? आज म फेरि एसएस ब्लग शिवमा। आज चाहिँ म पाङ्ग्राको कलेजो पाङ्ग्रा होइन, यसको रेसिपी बनाउन गइरहेको छु। ग्रेभी हेर्नु होला है। म हजुरहरूलाई थोरै पाङ्ग्रा कलेज देखाउन गइरहेको छु। पाङ्ग्रा कलेजो चाहिँ बनाउँदैछु है। अब कलेजो पाङ्ग्रा चाहिँ बोइल हुँदैछ है। बोइल गर्दैछु म, अब निकाल्न लागिरहेको छु। त्यस्तै हो गाइस। पाङ्ग्रा पनि मैले सफा गरेर ल्याइसकेँ है। बोइल गरेर सफा गरेर ल्याइसकेँ। अब म यसलाई कराईमा तेल हालेर फ्राई गर्नेछु। यो चिकन बन्छ, यसलाई मिक्स गरेर बनाउनु हो है। अनि यहाँ त्यस्तै छु अब ग्राइन्डरमा। यो ग्राइन्डर है, लसुन टमाटर हाल्यो अब त्यस्तै छ जिन्दगी है। बनाउँदैछु, हेर्दै गर्नु होला। धन्यवाद। कतिहरू म यसलाई फ्राई गर्दैछु है। लिभर र पाङ्ग्रालाई सरी लिभर अहिले चाहिँ पाङ्ग्रा भनौँ न नेपाली भाषामा होइन। पाङ्ग्रा फ्राई गर्दैछु। मासुको पर्छ त्यस्तो भइसक्यो। गाइजहरू मेरो पाङ्ग्रा कलेजो पाङ्ग्रा फ्राई भइसक्यो। अब मासु फ्राई हुँदैछ है। मासु पनि यसपछि अब यहाँ भेजिटेबल काटेर पानी अनि त्यसपछि टमाटर प्याजहरू काटिरहेको छु। मसला त्यहाँ रेडी भइसकेको छ है। एकैछिन हेर्दै रहनु होला। धन्यवाद। गाइजहरू मासु पनि फ्राई हुँदैछ है। गएर टटटटटटटटटटटट फ्राई हुँदैछ। भेजिटेबल पनि काटिसकेको छ है। टमाटर भात खोर्सानीहरू। गाइजहरू मासु पनि मेरो फ्राई भइसक्यो। मासु फ्राई भइसक्यो। अब म यसमा ग्रेभी मसला फ्राई गर्दैछु। प्याज पनि हाल्दैछ। प्याज फ्राई गर्नुपर्छ 5 मिनट होइन। खोर्सानी पनि फ्राई गर्नुपऱ्यो। खोर्सानीहरू दिएपछि अब मसला हाल्दैछु। मसला हाल्यो, नुन हाल्यो हल्का है। टमाटर हालेर एकछिन चलाएर फ्राई गर्नुपर्छ। टमाटर पाक्दैछ है। अब टमाटरको साथसाथमा पिसेको अदुवा लसुन पेस्टहरू मसलाहरूको पेस्ट सबै हालेर मसला पाक्दैछ है। मसला पाक्दैछ। छोपेर 5 मिनट मसला पाकिन्छ। मसला पाकिसकेको छ है। अब म मासु हाल्न गइरहेको छु। मासुलाई बनाउँदैछु है। अब यसलाई 5 मिनट छोपेर यसलाई पकाउनुपर्छ है। गाइस राम्रो फ्लेभर भइरहेछ है। हल्का बाफले गर्दाखेरि राम्रो देखाएको छैन। एकछिनमा 5 मिनट भएछ है। अब यो पाक्यो। यसलाई अब मैले यहाँ अर्को अब यो पाङ्ग्रा कलेजो यस्ता हालेर म फेरि अब 5 मिनट पकाउँछु है। यसलाई चलाएर बन्दैछ। अब चिकन लगभग मेरो पाङ्ग्रा ग्रेभी मिक्स रेडी हुन लागेको छ है। फाइनली गाइज मेरो रेडी भयो लिभर ग्रेभी है। यस्तो दामी भन्छ है।
मैले आज धनियाँ ल्याउन चाहिँ बिर्सिछु यार धनियाँ अब धनियाँ हालेर है पुरा भएछ है के अरे थ्याङ्क यू सो मच वाचिङ माई भिडियो है हेरेर सल्लाह सुझाव दिनु होला सिक्दैछु घर भर्खर नयाँ नयाँ छ केही कुरा छुटेको छ फुटेको छ यसो भनिदिनु होला है किचन अलिक हाम्रो सफा छ अघिल्लो दिनमा फेरि यसो राम्रो ट्राई कोसिस जारी छ कोसिस हुनेछ बाई बाई थ्याङ्क यू सो मच वाचिङ माई भिडियो